ओहो उता एउटा गाडी आयो भने त पुरै रोकिदिनु पर्ने रहेछ नि त। हामी आबेलै आउनुपर्छ त फेरि गाडी। ल माथि यस्तो छ, तल जाँदा त यहाँ सजिलै छ, माथि आउँदा चाहिँ ऊ त्यो ट्याक्सीको जस्तै हालत हुन्छ। ऊ नतानेर हैरान, ड्राइभर शुद्ध झरेर ठेल्दैछ। ल पुरा माटै माटो रहेछ क्या। त्यही यो गाडीले अघि नि ल्याङ गऱ्यो, अहिले नि ल्याङ गऱ्यो। पाल्पाको तानसेन है गाइस, यो तानसेन। अनि यो चाहिँ सनसेट भइ नै सक्यो भने नि भयो। ल यस्तो रातो आकाश देखिरहेको छ। ल हाम्रो यहाँ 6 जना बहिनीहरू चाहिँ होइन अब 2 घन्टा हिँडेर घर जानुपर्छ अरे। ल अघि न त्यहाँ एकछिन बाइक रोक्दाखेरि भेट भएको थियो है, स्कुल वहीँ तल रहेछ। बिहान 2 घन्टा, बेलुका 2 घन्टा यस्तो घाममा, त्यो पनि चप्पल लगाएर। रामपुर आइसकेपछि जताततै हरियाली देखेर है अब यहाँ ड्रोन नउडाइकन जाउँ भनेको मनै मानेन। ड्रोन उडाएर हेरेको आमामामामा यति ठुलो रहेछ यो, यति ठुलो रहेछ। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल रेन्जो। अहिले चाहिँ हामी हेटौडाको बुद्ध चोकमा छौँ। अब आज हेटौडाबाट हामी पाल्पासम्म लाग्दैछौँ गाइज है। अब यहाँबाट बुटोलको बाटो गयो भने पुरै अफरोड, यताउता डाङराङ डुङडुङ छ है। अब यो कालीगण्डकी कोरिडोर र बुटोलकोबाट जहाँबाट गए पनि त्यही 250-255 किलोमिटर रहेछ। अब बुटोलको बाटो त धेरै हिँडिसक्यो। अब यो पालि एकचोटि चाहिँ कालीगण्डकी कोरिडोर हुँदै पाल्पा जाउँ भनेर हामी निस्किसकेको छौँ। मजाको वेदर खुलेको छ हेटौडामा है। अब गर्मीको चाहिँ कुरै नगरौँ, ज्याकेटको चेन खोलेर सर्र हावा खाएर जाँदैछौँ हामी। ल हामी खास घरबाट जान चाहिँ रारा जानलाई भनेर निस्किएको है। अब डाइरेक्ट गयो भने अब त्यो बाटो धेरैचोटि हिँडिसक्यो नि त। त्यही भएर यो पालि चाहिँ पुरा घुमेर जाउँ भनेर अब पहिलाचोटि हेटौडा आयो, रक्सोल गयो, माथि मकवानपुर गढी गयो, अब पाल्पा रानीमहलतर्फ जाँदैछौँ। अनि आज एक बास त्यता बसेर अनि भोलिपल्ट फेरि निस्किनुपर्छ राराको लागि। कता जान लाग्यो, कता हिँडेछौँ क्या हामी त। त्यही भएर ब्यागमा पनि पोको पुन्टुरोहरू होइन, ब्याग स्याग यताउता टन्नै बोकेका छौँ है। यो ल यस्तै छ जिन्दगी। अब हामी कहिलेकाहीँ हिँड्दाखेरि अब यो हिमाल तराई पहाड जता गए पनि कुनै ठाउँ चाहिँ एकदम बसौँ जस्तो खालको लाग्छ है। कुनै ठाउँ चाहिँ अब खै यस्तो ठाउँमा नि के बस्ने जस्तो लाग्छ होइन। तर सबैजनालाई आफ्नो ठाउँ चाहिँ प्यारो हुन्छ है। अब हेटौडाको मान्छेहरूलाई नि हेटौडा एकदम प्यारो होला। हामीलाई चाहिँ गर्मी भयो है गाइस। अब योभन्दा चितवन झन् गर्मी छ है। अब सकेसम्म माथि पुग्नु पर्ने भएको छ छिट्टो। ल हेटौडाबाट नारायणघाट जाने बाटो पनि एकदम दामी नै रहेछ। ल ठाउँ ठाउँमा जङ्गल है, ठाउँ ठाउँमा बस्तीहरू, एकदम मजाले कुदाउनु मिल्ने बाटो छ। अब चाँडै नै नारायणघाटबाट बुटोलसम्मको बाटो पनि योभन्दा कडा बन्नेवाला छ गाइज है। माथिको साइकल फुत झरेर हामीलाई लागिरहेको फेरि यता छतमा टन्न सामान हालेको, गाडीको पछि पनि जानुहुन्न। मनहरीको पुल आइपुग्यो है। यो पुल चाहिँ होइन यस्तो राउन्ड घुमेको छ है गाइज, सिधा छैन यो पुल। बनाउनेले नि कडै पुल बनाउँछ हो। ऐट यो गाडीले अघि नि ल्याङ गऱ्यो, अहिले नि ल्याङ गऱ्यो। अब यहाँबाट चाहिँ राप्ती नगरपालिका सुरु भयो है। मकवानपुर जिल्ला चाहिँ समाप्त। ल हामी चाहिँ अहिले चितवनको वीरेन्द्र चोकमा आइपुग्यौँ है। अब बाइकलाई यहाँ रोडको छेउमा पार्किङ गरेर हामी उखु खाँदैछौँ। चिसो नहालिकन बनाइदिनु है। अब हाम्रो दाइले चाहिँ अब यहाँ बाइकमा झोलासोला टन्न देखेर कहाँ जाने भनेर सोध्दै हुनुहुन्छ। टाउको दुखेर चाहिँ हिजो पानी कम खाएर ल एकदम भयङ्कर मिठो रहेछ। दाइलाई अर्को एउटा पनि बनाइदिनु भनेको छु। अब यहाँबाट पर्सा 4 किलोमिटर भनेर देखाइरहेको छ। मजाले 2 ग्लास उखुको जुस पनि खाइयो है। हिजो यहाँ पानी अलिक कम खाएर बेलुका सुत्दा टाउको ढग्ल्याक दुखेर बेसरी चर्को छ घाम पनि। यो ल 24 कोटी चोकै गाइज, 4वटा गैँडाको
टाउको र सिङ चाहिँ ट्याक्क बाहिर निकालेर राखेको छ यो 24 कोटी चोकमा। यहाँ पुरा जामै गाइस, जाम। आम्बो ल एम्बुलेन्सै छेकेर जाम ल। आइया ल यत्रो बाटो नन स्टप आयो। अब एकछिन जाममा बस्दैछौँ हामी। लेफ्ट र राइट दुईतिरै जाम छ है। अब यो बाइकको लागि चाहिँ यो भित्रको बाटो पुरा खाली रहेछ ल। त्यहाँ पिच बनाउँदै रहेछ। जामको बाटो यो बाइकमा साइडमा सामान बाँध्ने बेला हिँड्न पऱ्यो भने त गाह्रो हुने भने। अब यहाँ पुल्चोकमा नि बाटो बनाउनु लागेको रहेछ, पुरा धुलाम्बे छ है। अब चोकै अगाडि चट्ट यहाँनिर चाहिँ हामी खाना खान बसेको छौँ। हाम्रो खाना पनि आइसकेको छ है। दिउँसोको 12 नै बज्यो ल। ल यो होटेल धौलागिरीमा खाना खाँदा पसिनै तुलतुल आयो यार। टट ल हामी चाहिँ नारायण घाटको पुलतर्फ लाग्दैछौँ गाइज है। अब यहाँबाट त्यही 2.5-3 किलोमिटर जति छ होला त्यो कालीगण्डकी कोरिडोर जाने बाटो है। अब त्यहाँनिर बोर्ड राखेको छ अरे। अब त्यो बोर्ड एकचोटि हेर्दै जानुपर्छ ल। अब त्यहाँबाट गयौँ भने चाहिँ यो बुटोलको ढाङराङ ढुङ्ग्रुङ बाटो नगइकन सिधै पाल्पा रामपुर हुँदै तानसेङ जाँदैछौँ हामी। यो नारायण घाट पुलबाट 2 किलोमिटर पनि जान नपर्ने रहेछ है। यो कालीगण्डकी चोक भनेर दिएको छ, यहाँ यसरी बोर्डै राखेको छ। अब यहाँबाट चाहिँ लाग्दैछौँ ल। आनन्दको गजबको बाटो छ अरे भन्छ यताबाट है। अब लेट सी है त गाइस बाटो कस्तो छ। आम्बो ल यहाँ त खेतीपाती त दह्रो हुने रहेछ ल। अब यो हरियालीको बेलामा आएको भए यता दामी हरियाली देखिन्थ्यो। ऊ त्यहाँ चाहिँ धान काट्दै पो हुनुहुन्छ ल चट्ट लाएर। यो पनि धानै हो यो ल। मजाको हरियाली हुने खालको आँखा शीतल छ। कालीगण्डकी कोरिडोरको बाटो आइपुग्यो ल। अहिले चाहिँ हामी देउराली सामुदायिक वनभित्र छौँ है गाइस। घना छ घना जङ्गल ल। यो कर्णाली कोरिडोरको बाटो हिँड्दाखेरि त रातिको समयमा बाइक पङ्चर भयो भने त आफू नै बनाउने ठाउँ रहेछ ल। ल स्कुलको भाइ बहिनीहरूको छुट्टी भएको भन्न नि मिलेन, ब्रेक टाइम भयो जस्तो छ ल। ठ्याक्कै 1:15 गएछ है। पुरा सबजना खाजा खाना बाहिर निस्किया छ भन्न नि मिलेन। ब्यागै बोकेर हिँडेछ त एक्जाम दिएर यसो घर फर्केर जस्तो छ ल। अब 1 बजे छुट्टी त हुँदैन स्कुल। यतातिरको माहौल पनि बेग्लै रहेछ है गाइस। तराईतिर भए पनि मजाले चिसो हावा चलेको छ ल अलि डाँडामा भए हुनाले। तर सुनसान चाहिँ एकदम सुनसान रहेछ होइन। खोइ हामीले त अरूहरू आएको त्यति देखेकै छैन। न दिउँसो भएर हो कि यहाँ रातितिर हिँड्दा चाहिँ अलिकति बिचारै पुऱ्याउनु पर्ने बाटो रहेछ है गाइस यो। ल ठ्याक्क ओह्रालो आएको थियो है। ठ्याक्कै बिग्रिया बाटो आयो ल। अब यहाँ चाहिँ बाटो बन्न बाँकी नै रहेछ। अलिकति गाडाङ गुडुङ खालको रहेछ ल। अब तल जाँदा त यहाँ सजिलै छ, माथि आउँदा चाहिँ ऊ त्यो ट्याक्सीको जस्तै हालत हुन्छ। ऊ नतानेर हैरान, ड्राइभर शुद्ध झरेर ठेल्दैछ ल। पुरा माटै माटो रहेछ क्या। भर्खर चेनमा तेल हालेको यार, माटै माटो पर्ने बोल। ओइट ट्र्याक चेन्ज गाह्रो पऱ्यो त ट्याक्सीलाई त ल। वेट 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 डेन्जर माटो रहेछ ल। अब त्यो एउटा कट्यो भने ट्याक्सी मजाले माथि जान पाउँछ है। अब यही कट्दा फेरि बाउको बिहे देख्छ जस्तो छ ल। भटेरी भन्ने ठाउँमा आइसकेपछि चाहिँ बाटो फेरि राम्रो आयो है। त्यो उकालोमा यति जति 500 मिटर जति बाटो चाहिँ बिग्रेको रहेछ। अब ट्याक्सी त्यहीँ अड्क्यो फेरि। अब 500 मिटर ठेलेर माथि लानु पऱ्यो भने त बाउको बिहे देख्ने भयो त उनीहरूले। कालीगण्डकी कोरिडोरको बाटो त उकालो ओह्रालो घुम्ती नै घुम्ती फेरि माथि डाँडामा गयो, फेरि तल झऱ्यो, पुल नाग्यो, फेरि माथि चढ्यो। हैट यो त साइक्लिङ गरेर आउनेहरूको लागि चाहिँ हरिबिजोग हुने खालको बाटो रहेछ ल। धुलो एउटा छैन अनि पिच एकदम राम्रो छ होइन। प्लस पोइन्ट एउटा चाहिँ त्यही हो। अर्को त पुरै उकाली ओह्राली रहेछ ल। उकालो हेर्नु न ल यस्तो ठाडो छ ल पुरै। त्यहाँ अगाडि बाइक पनि जाँदैछ एउटा, ट्याक्कै 1 गियर 2 गियरमा जानुपर्ने ल। अब यो उकालो चढ्यो अनि माथि पुगेपछि फेरि अहिले ओह्रालो झर्नुपर्छ एकछिनपछि। वेट चिप्लिन्छ त हो ल। यहाँनिर एउटा चाहिँ डेन्जर खालको बाटो रहेछ ल। ओहो उता एउटा गाडी आयो भने त
पुरै रोकिदिनु पर्ने रहेछ नि त। हामी आबेलै आउनुपर्छ त फेरि गाडी। ल माथि यस्तो छ। ओहो ल यहाँ झोलामा सामान छुन्छ कि क्या हो। वेट ल जानु ल जानु। हाम्रो त नाम मात्र बाइक क्या, सामान दुईतिर टन्न बान्या छ। यस्तै ठाउँमा आएर जम्का भेट हुनुपर्ने फेरि। ल यहाँ पानी परे बेला चाहिँ यो अलिकति बाटो चाहिँ डेन्जर रहेछ। ल यो शुद्ध गरेर सेकेन्ड डेन्जर पहिरो है गाइज। ल अहिले पनि अघिनको जस्तै पहिरो गर्ने खालको बाटो आयो है। अब अहिलेसम्म दुई ठाउँमा चाहिँ अफरोड भेट्यौँ है। अरू सबै पछि अगाडिपट्टि एउटा बाइक गऱ्यो फेरि पुरै धुलो खुवाइदिने भयो हामीलाई। ल यहाँ चाहिँ यो बेसरी पानी पर्ने बेला चाहिँ बाटो चाहिँ पुरै अवरुद्धै हुन्छ यता। ओहो ओहो हाम्रो दाजुले धुलो खुवाइदिएर यार बाटै नदेख्ने क्या। ओ ल अब त पुरा धुलोको बाटो आएको जस्तो छ। यो दाइलाई चाहिँ ओभरटेक गरेर जानै पर्यो। ल उकालोमै एक ओभरटेक हानिदिनु पर्यो, नत्र त धुलो हान्नुपर्छ भनेर भनेको पिच आयो। ल बुलिङटार गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ अरे। ल गैँडाकोट नगरपालिका चाहिँ त्यहाँबाट सकियो है। यो पुल क्रस हुने बित्तिकै बुलिङटार गाउँपालिका अरे। हाम्रो यहाँ 6 जना बहिनीहरू चाहिँ होइन अब 2 घन्टा हिँडेर घर जानुपर्छ अरे। ल अघि न त्यहाँ एकछिन बाइक रोक्दाखेरि भेट भएको थियो है। स्कुल वहीँ तल रहेछ। बिहान 2 घन्टा बेलुका 2 घन्टा यस्तो घाममा, त्यो पनि चप्पल लगाएर। ओहो थेट यो हेरेर हामी त धेरै भाग्यमानी यार। अब यस्तो मेहनत गरेर पढाएछ, अब भोलिपर्सि ठाउँमा पुग्ने पनि फेरि यस्तै मान्छेहरू हो क्या। अब हामी जस्तो त यहाँ घुमै छ के हो के हो। ल यहाँ चाहिँ ठाउँमा यस्तो डेन्जर खालको पहिरो आउने बाटो रहेछ। अब पानी पर्ने सिजनमा चाहिँ यो धेरै ठाउँमा यस्तो भएको हुनाले बाटो चाहिँ अब लास्टै रिस्क खालको छ यो पानी पर्ने बेला चाहिँ। ल आमामामामा पहाडै तास्या रहेछ। ल सिङ्गो ढुङ्गा जस्तो छ यो। पहिरो सहिरो केही नहुने गरेर डेन्जर बनाएको छ लास्टै मिहिनेत गरेर। ल यो ट्र्याक्टरले त पछाडि स्पेयर पाङ्ग्रा एउटा झुन्डाएर अगाडि गइरहेछ। ल हामीलाई अगाडि जाऊ भनेर टर्निङमा अगाडि जाऊ भन्छ क्या फेरि। यताबाट कोही नै आएर हिँड्छ। ल उकालो पनि बाबा है, उकालो ओह्रालो त कति हो यता त। एउटा रिभर क्रसिङ आयो है गाइज। अब बल्ल यहाँ टायरले चिसो पानी खान पाउने भयो। ल यो ट्युबवाला यहाँ तातेर भित्र पञ्चाटे होला जस्तो भइसकेको थियो। अब बिस्तारै एकचोटि बाइकलाई नि पानी खुवाइदिनु पर्यो। ल हाम्रो उहाँ दाजुले मजाले पानीमा मुख धुँदै हुनुहुन्छ। ल उराठै लाग्दो बाटो नि। ल अब यो नारायण घाटबाट नन स्टप बाइक चलाउँदा थकै नै लागिसक्यो है। हामी चाहिँ अहिले यो ठ्याक्कै कहाँनिर पो आइपुग्यो है। यहाँनिर चाहिँ यहाँ खाने पानी रहेछ। हाम्रो दिदीहरूले नि यहाँ पानी खाँदै हुनुहुन्छ है। अब हाम्रो सुदीप बुढोले एकदम चिसो पानी भर्दैछ बोतलमा। अब मजाले बसेर पानी खान्छौँ है। बाटो चाहिँ राम्रै हो, तर नयाँ ठाउँ भएको हुनाले कता हो क्या उकालो ओह्रालो नै धेरै भएर। अघि त्यो पानी खाने ठाउँमा उहाँ दिदीहरू हुनुहुन्थ्यो नि, उहाँहरूको चाहिँ बिहानको गाडी छुटेको रहेछ है। अब 3 घन्टा जति भोरे हिँडेर आइरहनु भएको। अनि अब यहाँ बिचमा त केही यताउता त्यस्तो केही छैन। अनि बच्चाहरूले ल बेसरी पानी खुवायो तिम्रो बलियो हुन्छ भन्दै बोतलका बोतल पानी खुवाउँदै हुनुहुन्थ्यो क्या। अनि हामीसँग यसो 2-4वटा बिस्कुट थियो है। बाबु नानीहरूलाई 1-2वटा बिस्कुट दियौँ। ल अहिले यो तलको चाहिँ काली गण्डकी भयो गाइज। अब यो काली गण्डकीको परको चाहिँ तनहु है, अनि वारिपट्टिको चाहिँ नवलपुर। अब अहिले चाहिँ दिउँसोको 3:30 बज्यो। ल हामी चाहिँ अहिले भुलाङ चोकमा आइपुग्यौँ है। अब सिधै गयौँ भने चाहिँ 28 किलोमिटरमा रामपुर, अनि दाहिने यताबाट चाहिँ पोखरा पुग्ने रहेछ है। पोखरा चाहिँ 70 किलोमिटर छ। खरे बजार माथि 1 किलोमिटर। अब पछाडि फर्क्यो भने गैँडाकोट 70 किलोमिटर। ल हामी यहाँसम्म 70 किलोमिटर आएछ। यताबाट चाहिँ पोखरा अब सिधै पाल्पातर्फ लाग्दैछौँ हामी। यो भुलाङ चोकमा चाहिँ चारैतिरको बोर्डहरू राखेको रहेछ है। अब भर्खर 70 किलोमिटर मात्रै भएछ भने हामी गैँडाकोटबाट आएको के 100-150 चाहिँ नागिसके जस्तो लागिरहेको थियो। थोरै रहेछ यो, धेरै टर्निङ भएको हुनाले के
अब 28 किलोमिटरमा हामी पाल्पाको रामपुर पुग्दैछौँ गाइज। अब चट्ट बोर्डमा होइन यति किलोमिटर भनेर लेखेको देखेपछि चाहिँ अलि उत्साह बढे जस्तो भयो क्या। गएको गाइस कति गयो जस्तो लागेर हामी त खासै गएकै रहेछ होइन, जम्मा 70 मात्रै आएर छ। ल अब पुरा रफ्तारमा जानुपर्छ अब हामी। ल हामी चाहिँ अहिले रामपुर नगरपालिका प्रवेश गरिसकेको छौँ है। अब यहाँनिर चाहिँ डेन्जर पुल बनाउँदैछ। ल अब यता चाहिँ फिनिसिङ भइसक्यो है। अब यहाँ चाहिँ पुरा माटोको थुप्रो लगाएर यसरी बनाउने रहेछ पुल। ल अब यो पुल बनाउन सकेपछि अब खोला फेरि उताबाट खोलिदिन्छ होला, अनि यहाँनिर माटो हालेर फेरि यसरी बनाउँछ। ल टेक्नोलोजी पनि के हो ल रामपुरमा यहाँ यत्रो ठुलो गेट पनि रहेछ। ल शहीद गेट पाल्पा भनेर लेखेको रहेछ। हरियाली चाहिँ बवाले हरियाली छ। ल जताततै खेती गर्न मिल्ने खालको जमिन रहेछ। तलतिर त पुरा उजाड थियो भने उजाड अघि न। ल यो रामपुरमा यस्तो बवाल हरियाली हुने रहेछ है। यो खेतमा हेर्नु न, साइडमा सेतो फुल फुलेको यस्तो दामी देखेको छ। ल हेरे भयो त। ल रामपुर आइसकेपछि जताततै हरियाली देखेर है अब यहाँ ड्रोन नउडाइकन जाउँ भनेको मनै मानेन। ड्रोन उडाएर हेरेको आमामामामा यति ठुलो रहेछ यो, यति ठुलो रहेछ, लास्टै ठुलो रहेछ लास्टै। ल तानसेनमा चाहिँ ठुलो रानी महल अनि यो रामपुरमा चाहिँ सानो रानी महल छ भनेर भन्दै हुनुहुन्थ्यो है। अब यति ठुलो रहेछ यो रामपुर। अब सानो रानी महल कता हो हामीलाई यहाँ तानसेन जान ढिला भइसक्यो। अहिले यो पारी देखिरहेको चाहिँ स्याङ्जाको गल्याङ बजार है गाइस, दामी देखेको छ। ल यस्तो यत्तिको टाढा छ। अब हामी तानसेन पुग्ने लागेको छ। ल हामी चाहिँ अहिले पिपल डाँडा 0मा आइपुग्यौँ है। अब यहाँबाट माथि पाल्पा तानसेन भइहाल्यो। यहाँबाट चाहिँ अब स्याङ्जा पोखरा जाने रहेछ। अब माथितिर लागौँ है त गाइस। अब हाम्रो यात्रा धेरै बेरको छैन, अब छिटै पुग्छौँ हामी। ल दिनभरिको राइड भयो यार आज त। उहाँ हेटौडादेखि निस्किएको यो पिपल डाँडा 0बाट चाहिँ तानसेन ट्याक्क 27 किलोमिटरको रहेछ है गाइस। पुरा 360 टर्निङ छ त। ल अब यहाँ ठ्याक्कै सनसेट हुन लागेको छ है, पुरा रातो भइरहेको छ। अनि ट्याक्कै यो चाहिँ पाल्पाको तानसेन है गाइस, यो तानसेन। अनि यो चाहिँ सनसेट भइ नै सक्यो भने नि भयो। ल यस्तो रातो आकाश देखिरहेको छ। ल चट्ट पाल्पा हेर्दै अब हाम्रो यहाँ सुदीपले के गरेर भनेर देखाउन नि मिलेन है। यस्तो छ गाइज। ल यो चाहिँ अब पोखराबाट आउने बाटो है। अब त्यही 10 किलोमिटर जति मात्रै छ। बबाल सनसेट हेर्न पाइयो। ल हामी चाहिँ अहिले बोटुङ भन्ने ठाउँमा आइपुग्यौँ। अब बुटवल चाहिँ यहाँबाट तल गयौँ भने बुटवल जान सकिन्छ। अब मात्र 4 किलोमिटर छ। ल तानसेन यहाँबाट चट्ट गेट पनि इन्टर गऱ्यौँ। ल ओहो दामी देखाएछ। ल मजाले हल्का फुल्का अँध्यारो भएको हुनाले घरमा बत्ती बोल्न थालिसकेछ। अब हेर्दा यही नजिक जस्तो छ है। 4 किलोमिटर जानुपर्ने भने अझै हल्का तेल हाल्दैछौँ है त। तेलै निल भएर, निल भन्नाले रिजर्भमा आएको। ल हामी चाहिँ तानसेनको बस पार्कमा आइपुग्यौँ है। अब यसो बस्ने ठाउँ खोज्नु पर्यो। ल कहाँ बस्ने त खै। अब नयाँ ठाउँमा आइसकेपछि वरिपरि टाउको घुमाए कता बस्ने हुन्छ क्या। ल हामी बसेको होटेलबाट ठ्याक्कै पाल्पाको बस पार्क पनि देख्दै गर्छ है। ठ्याक्कै यस्तो डो बाटोमा छ। अब यताबाट चाहिँ पाल्पा दरबार जाने भयो भने यहाँ माथिबाट चाहिँ पाल्पाको रानी महल जाने भयो। ल गाइज अब हेटौडाबाट पाल्पासम्मको भ्लग चाहिँ म यहीँ इन गर्दैछु है त। बाइ बाइ गाइज।